तपाईलाई कसैले पहिला भन्नुभएको थियो तपाईँ धेरै हाँस्नुहुन्छ तपाईँ हस्मुख भनेर हस्मुख नै भन्नुहुन्छ तर तपाईँ हाँसिरहँदाखेरि मैले तपाईँको अनुहारभित्र एउटा पीडा भेटेको छु त्यो के हो भन्नुहोस् म भनिदिन्छु न तपाईँ त्यस्तो पीडा त मलाई केही छैन हजुरले भन्दिनँ जीवनको उकाली ओह्रालीमा यतिखेर होइन सम्भवतः मलाई लाग्छ पहिलो अन्तर्वार्तामै होला दोस्रो अन्तर्वार्तामा चाहिँ कस्तो लागेको मलाई एकदम खुसी लागेछ हजुरसँग जोडिन पाउँदा जोडिन पाउँदा सिरियलमा आउनुपर्ने कारण चाहिँ के त्यस्तो आइलाग्यो तपाईँ त होइन व्यापारी पनि हुनुहुन्छ जस घरमै बसेर आफ्नो कार्यहरू पनि गरिरहनु सिरियलमै खेल्नुपर्ने भन्ने चाहिँ किन लाग्यो सिरियलमै आउनुपर्ने भन्ने त मलाई यस्तो केही थिएन मलाई बच्चादेखिको मनमा लागेको इच्छा चाहिँ कस्तो थियो भने मलाई कलाकार चाहिँ एकदमै मनपर्ने सानो बच्चादेखि नै टिभीहरू हेर्दाखेरि चाहिँ कसरी जाने होला टिभीभित्र कसरी पस्ने होला टिभीभित्र पसेर